यता चाहिँ लु अब टिका सुरु भयो हाम्रो फुक्सिरिङबाट बोजूको है। लु अब बहिनीले त भेनालाई खदा लगाउन आँटेको लु लु बहिनी यता हेर यता लु भेना लु यता हेर्नु वा लु भयो यहाँ चाहिँ हाम्रो मामाको पालो है टकबरबाट आउनुभएको छ उहाँ चाहिँ मम्मीको पर यहाँ मम्मीको चाहिँ मामा जेठा मामा हामी चाहिँ अब खाना खानु गएको भर्खर टिका लगाइदिइसक्यौँ र खाना खानु गएको माथि गएको खाना खानु उहाँ हाम्रो काका हुनुहुन्छ छेमा अगाडि हुनुहुन्छ देखाउँदैछु तपाईहरुलाई पनि उहाँ भाइ छेमा नानी उ अगाडि जाँदैछ हामी सबैजना उहाँ माइजू पनि आउनु भएछ हाम्रो हामी खाना खान जाको सबैजना हेर्दै गर्नुस् होला तपाईहरु माथि खाना खाँदा गरेको पनि देखाउँछु नि तपाईहरुलाई यता खानाको कार्यक्रम सुरु भयो हो यहाँ उहाँहरूले चाहिँ माथि खानु हुँदैन चाहिँ यहाँ खानुहुँदैछ अहिले उहाँहरूले चाहिँ लिनुहुँदैछ यहाँ चाहिँ हाम्रो जन्ती पार्टीहरू नाच्नु हुँदैछ
सम्झिनेको भाग पठाइदियो अब माइजू सम्झि होला खालको कुरा भएन मामा भयो होइन यो दुईटा उठाउनु मामाको भाग लिएर आउनु यताबाट मामाको यो उठाउनु तपाईँ एक्सचेन्ज गरेर यो उता यसो गर्नु यो यता गर्नु मामा माइजूको भाग राख्नु उता आमा कि मामा मार्यो माइजू मार्यो यता त्यही लो माइजू मामाहरू आउनु ऊ चाहिँ एकदम दुध माइजू मामा अन्त यसो तपाईँहरू चिन्नु मामाहरू छ बुहारीहरू छ सुजित मामाहरू पनि आउनु बाजे बाजेहरू यताबाट साबुन पानी दिनुहोस् हामीलाई त्यहाँदेखि हाम्रो काम चाहिँ उता गरौँ एउटा दिँदैछु 1 डे 2 डे 1 डे 2 डे 3 डे मेरो जोइन्ट बाटो छैन बाटो छैन ल हामीले सम्झियौँ है तपाईँहरूलाई अन्त सेतो साल कहाँ छ गरिहाल तपाईँको पुत्रले र आजदेखि हामी केही भयौँ भने पनि यसलाई केही लाग्दैन अब उता केही भएछ भने नि हामीलाई पनि लाग्दैन यो चाहिँ हामीले जुठो सारेको है उसलाई थोरै छोरीले पनि है अब हुँदैन छैन यो रीति सक्यौँ हजुरहरूले बिदाबारीको हुन्छ रेडी छ एकछिन हो बिदाबारी गर्नु पर्छ नि त तपाईँले त्यो बिदाबारी चाहिँ राख्नु हो अनि यो चाहिँ म बेहुलाका बाउलाई सम्झिँदैछु यो ठुलो चिज हो आज कन्यादानको तपाईँलाई कहीँ पनि खोला नदीतिर चाहिँ बगाइदिनु पर्दैन आज दिन चाहिँ सोध्नु पर्यो के गरेको यो चाहिँ के को लागि राख्नुभयो के हामी जान्दैनौँ अनि जान्छौँ के हो तपाईँले भन्नु पर्यो आजको तपाईँहरूको छोरी है तपाईँहरूको एउटा तपाईँहरूको एउटा छोरी आजको उपरान्त हाम्रो जिम्मामा तपाईँहरूले सुम्पिनु भएको छ र आजको उपरान्त चाहिँ
तपाईँहरूको छोरी चाहिँ आजदेखि चाहिँ हाम्रो यता आफ्नो छोरी रोइन भुजेल र विश्वास तपाईँहरूलाई दिलाउँदछौँ है र त्यही भन्दै है तपाईँहरूलाई अब त्यही सन्दर्भमा है तपाईँहरूले विश्वास गर्नुहोस् र आजदेखि उपरान्त अर्पणा भुजेल भएको छ र हामी तपाईँहरूलाई साथै हामी तपाईँलाई यस अब आज यति धन्यवाद पनि दिन्छौँ किनभने तपाईँले यति साह्रो हामीलाई एउटा टाढोबाट आएको एउटा आजदेखि उपरान्त हामी एउटा रिलेसनमा बसेको छौँ एउटा सम्बन्धमा बसेको छौँ आजदेखि उपरान्त तपाईँ अनि हामी एउटा आफन्त भएको छौँ है किनभने तपाईँहरूको छोरी हाम्रो पासमा छ र हाम्रो ज्वाइँ पनि तपाईँहरूको छोरा जस्तो भएको छ है हामी एकअर्कामा आफ्नो भएको छौँ है एउटा नजदिक बनेको छौँ र त्यही सन्दर्भमा तपाईँले आजको यस्तो शुभ अवसरमा हामीलाई त्यसरी र तपाईँले यति मिठो शब्दमा हामीले जानकारी दिनुभयो हामी एकदमै खुसीसँग छौँ यो चाहिँ अन्तरसम्ममै मेरो छोरी रोग कष्ट नलागोस् शत्रु दुश्मन नलागोस् गरेर खाओस् अनि तपाईँहरूलाई आज हामी बिदा दिँदैछौँ बदल खै बोकेर उठ्न माथिसम्म राम्रो सही सलामतले गाडी बहिनी रेचल बहिनी रेचल सुट्टुक
अब तिमीहरूको भान्जी बिहा भयो, कान्छी भान्जी अस्तिको दिन गर्नुपर्ने समय त्यस्तै भइदिइहाल्यो र पनि यो तिमीहरूको शिर अनि मेरो भदै टाढै भए तापनि उसको पनि शिरै हो यो र यो शिर चाहिँ तिमीहरूको भाग है भनेर तिमीहरूले भन्नु पर्यो। ल के भन्नु अहिले भन्दैछु यो चाहिँ मावलीको भाग मावली भाग दिँदैछु त्यसै भन्नुपर्ने है। यो खुसी भएर ग्रहण गरिदिनुहोस् भन्नु पर्यो, स्वीकार गरिदिनु होला। यो चाहिँ घरमा लानु पर्यो हो, रोटी खानै पर्छ, यो तरकारी दुईटा खानै पर्छ। अन्त यसो खदा लगाइदियो भाइ, यो रोटी तरकारी पनि खुवाऊ। पहिला रोटी पनि खानु, तरकारी पनि कहाँ खान्छ खान्छ नभन्नु अलिकति दुधहरूले सक्दी अब छ त्यति दियो, मन नदुखाउनु। किन मन दुखाउनु? अब दुधवटा चाहिँ भान्जी छ, भानिस छ। हामी चाहिँ अब घर गएको, घर गएर चाहिँ तपाईँहरूलाई देखाउने छु म। नानी खाए भन्नु फाइनली हामी भर्खर आइपुग्यौँ घर र आएर चाहिँ दैलो सैलो खोलेर चाहिँ हेर्नु कस्तो खल भइरहेको छु। आएर दैलोहरू खोलेर चाहिँ भर्खर भित्र पसेर एकछिन पनि नबिसाइकन चाहिँ तपाईँहरूसँग बिदा लिँदैछु र बाई बाई सबैजनालाई। मेरो च्यानल लाइक सब्सक्राइब गरिदिनुहोस् होला।